सो मेरे प्यारे प्यारे मित्रहरू म आइसकेको छु फेरि एउटा इन्टेरियर डिजाइन लिएर त्यो पनि एउटै स्यामसङ ग्यालेक्सी स्टोरको लेट्स गो ओके सो यो हामी स्केपमा आइसकेका छौँ अब यो हामीले यो ब्ल्याङ्क किन हेरिरहेछौँ सरप्राइज गर्नको लागि ल अब पछाडि गरौँ त अहिले सिकिरहेको नि त अहिले त्यही भएर अलिक चिन्दी चिन्दी छ नि त अहिले पछिमा आफै अपडेट हुन्छ यसलाई हेरौँ यहाँबाट इन्ट्री भयो हाम्रो अरे त्यही त काही बना दियो है मैंने तो वाह यो एलइडीहरू त क्या खतरनाक हेरिरह है यो यसरी राउन्ड भएर यो छ नि यो गोलो गोलो यो यसरी गोल गोल घुम्छु नि यसको पछाडि यसरी घुम्यो ओके यसरी घुमेर यो यसै मैले फाल्तु गरेँ यो छ नि यो जुन छ नि यो सब यो रोटेट हुन्छ गोलो गोलो घुमिरहेको छ यो भित्रको मोटर लाग्एको हुन्छ क्या एउटा त्यही भएर त्यो घुमिरहेको छ होइन यति नै हो ऊ त्यो माथि अलि डार्कनेस नहोस् भनेर मैले एउटा फ्युचरिस्टिक टाइपको अलि एलइडी लाइट लगाइदिएको अनि अब यता हेरौँ अरे त्यसरी यहाँ त यहाँ त रिफ्लेक्ट भइरहेको है यसको रिफ्लेक्ट भइरहेको होइन ल यसैको कुरा गरौँ न यसले आफै भनिरह मेरो कुरा गरिदेऊ रे ल यो हेरौँ अब यो तिनवटा हाम्रो काउन्टर रहेछ यहाँ हामीले डिस्प्ले गर्नुपर्ने रहेछ यो यहाँ एउटा प्याड रहेछ स्यामसङ ट्याब्लेट ओके अनि यो भयो हाम्रो ल्यापटप यो सब ओल्ड मोडल नै हो किनकि नयाँ मोडल अलि यु नो डाउनलोड गर्न मिलेन ओके ओके अब यता फोकस गरौँ अनि यो मैले जे पाइँदै कम्पनीको पनि राखिदिएको हल्का हल्का अलि कम्प्लिट गर्न थियो नि त अलिक हतार थियो त्यो भएर अनि यो भयो हाम्रो डिस्प्ले युनिटहरू यो नि डिस्प्ले नै यो युनिट नै हो यो दुइटै यो यिनीहरूमा डिस्प्ले भइरहेछ कि यो उसहरू यहाँ हेर्नु यहाँ है स्यामसङ भाइ ल उता अब भयो अब यो एउटा कुरा त हेरौँ नै बिर्सेँ यो माथिको भाइ साहब यो भाइ यो सब स्टिलको बन्ने हो स्टिल त्यो वेभ जस्तो स्टिल हुन्छ नि त्यो स्टिलको बन्ने हो यो सो यो ट्विङ्कलिङ पनि गर्छ भित्र एलइडी लगाएको हुन्छ कि यहाँ एलइडीले छ ल अब यता हेरौँ ओइ ओइ कहाँ छिटो गएको ल यो भयो हाम्रो काउन्टर सर्भिसिङ एरिया आहा यो भयो यो सिएम सीको मतलब कोडेक्स एमको मतलब नाइन भन्नाले हाम्रो कम्पनी हो यो यता अलि अँध्यारो भयो होइन किनकि मैले उतो स्यामसङ ग्यालेक्सी टेक्स्टलाई अलिक फोकस गर्न खोजेको थिएँ त्यही भएर यता अँध्यारो रहेछ यो अलिक खतरनाकै रहेछ बाबै यो यस्तो रियल लाइफमा बनायो भने त मजा मजा छ है ओके यो आयो हाम्रो स्यामसङ ग्यालेक्सी अब यता के हो यता रहेछ हाम्रो वर्किङ एरिया के करप्सन आइएम करप्सन होइन के भन्छ त्यसले भाइ करप्ट करप्ट भएपछि अब यहाँ आएर हामीले बनाउने स्पिकर किन रहेछ सुन्ने इन्टरटेन हुन परेन अनि यता भयो हाम्रो केही त्यही खोलपकाला गरेर त्यसलाई त्यो मोबाइलहरूले खोल्ने सुन्ने के त्यस्तो यता रहेछ यो त कबाडै हो कबाड त होइन इम्पोर्टेन्टै हो स्टोर रुम अब यता है अँध्यारो किन भयो छोडा त्यहाँ यहाँ त भन्नै बिर्छ मैले हो यो यहाँ मैले तिनवटा उस पनि बनाइदिएँ ऱ्याक अनि यहाँबाट जान्छन् यो माथि गर्छन् यहाँबाट जान्छन् ओके यति नै हो अब फुल रेन्डर भिडियो हेर्नुहोस् होला लेट्स